नमस्कार शुभ बिहानी सम्पूर्णमा र आज फेरि भाइ बहिनीहरूसँग है डे 76 को राम्रोसँगले कम्प्लिट गर्दै है तपाईहरुसँग दुई तीन शब्द राख्दै र आजको दिन हाम्रो राम्रोसँगले बित्यो है तपाईको नि राम्रोसँगले बित्छ भन्ने आशा राखेछु र हाम्रो जगिङ ब्लगहरु तपाईलाई के कसो लाग्दैछ है अवश्य कमेन्ट्समा भनिदिनु होला र भाइ बहिनीले अलिकति दुई तीन शब्द रन विषय लिएर सिस्टी पनि दुई तीन शब्द बोलिदिनुस्। गुड मर्निङ है। आज हामीले 100 डेजमा 76 डेज कम्प्लिट गरिसकेको छु। अन्त रनिङ चाहिँ तपाईको यसले फिजिकल हेल्थ मात्रै इम्प्रुभ नगरेर मेन्टल हेल्थ पनि इम्प्रुभ गर्छ है। अनि जति पनि भ्युअर्सहरू हुनुहुन्छ तपाईहरुलाई पनि म यही एडभाइस गर्छु कि आफ्नो हेल्थको लागि मेन्टल हेल्थ फिजिकल हेल्थको लागि पनि टाइम निकालेर रनै नगरे पनि यसो वर्कआउटहरू गर्नुहोस्। र थ्यांक यू बहिनी। र हाम्रो भाइहरु छ यहाँ बिनाम भाइ यहाँ प्लाङ्क गर्दैछ है। ल भाइ दुई शब्द रनिङ विषय लिएर है के कसो लागिरहेछ रन गरेर। गुड मर्निङ सबैलाई। र आज रन गरेर चाहिँ एकदम मजा आयो। डे 75 कम्प्लिट भइसक्यो। डे 76 कम्प्लिट भइसक्यो र एकदम राम्रो लाग्यो। त्यति नै। र भाइको नि यहाँ सर्ट मेसेज है आउनुहोस् रनिङ गर्नुहोस् है आफ्नो हेल्थलाई केयर गर्नुहोस् माया गर्नुहोस् भन्दै है सबैको दिन राम्रो बित्योस्। हेल्थ इज ग्रेटर वेल्थ र यति भन्दै हैव अ नाइस डे सी यू टुमरो। 아니에요.